माई फर्स्ट मिनी व्लग। आज हामीले रोटी खाने प्लान गर्यौं अनि कटरको तरकारी पनि। कस्तो 3 वर्षपछि कटरको तरकारी खाइयो है। अनि त्यसपछि मेरो बहिनीको मिटिङ थियो, उ गइहाली। मैले चाहिँ उसलाई सरप्राइज दिने भनेर फटाफट रोटी हाले, तर कारणवश उ चाहिँ चाँडै आइहाल्यो के। त्यसपछि मैले रोटी हाल्न ढिला गरेँ अनि हामीले काम चलाउ सरकार फ्राइङमा रोटी हाल्यौँ। आइदियो खुसी हुँदै पुरा मिठो मिठो बास्ना आयो बाहिरसम्म भन्दै थिएँ। उसलाई चाहिँ देख्नु बित्तिकै खाउँ खाउँ लाग्यो अरे कि। धन्यवाद मेरो दिदी दिदी भएर सँगै खाएँ। उसलाई रोटी हेर्नै पर्ने कि अनि मिठो भयो भन्दै थिएँ। यस्तो मिठो भएको थियो। यदि तपाईँहरूलाई पनि मनपर्छ तर खान पाउनु भएको छैन भनेपछि गेउमोस्पामा सस्तो मूल्यमा पाउँछ, त्यहाँ गएर किनेर खानुहोस्। अनि हामीले चाहिँ एकअर्कालाई खिलाउँदै खाँदै गऱ्यौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई, लभ यु अल।